मान्य सदस्य युवराज दुलाललाई म समय दिन्छु छोटकरीमा भयो उहाँले। मान्य सदस्य निष्कल राई। अन्य मान्य सदस्यहरू बस्नुहोस्। सम्माननीय सभामुख महोदय, बजेट अधिवेशनमा हामी छलफलमा हुनुपर्ने बेलामा हामी उठि पनि रहेका छौँ, तर यो गम्भीर विषय पनि छ। सम्माननीय सभामुख महोदय, म इलामको मेची स्थान 26 नम्बर पिलर भन्छ, त्यसको मुनि नाखापानी भन्ने ठाउँ छ, त्यसको नजिक सानो श्रीबुङ केची गाउँमा जन्मे हुर्केको मान्छे। अहिले पनि त्यो मेरो क्षेत्रहरूमा सीमा सम्बन्धी समस्याहरू केही छ। तर म आज पनि सर्वोच्च संसदमा उभिएर भन्छु, नेपालले छिमेकी देश भारतको कुनै पनि जमिन अथवा भूभाग मिचेको छैन। नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन र बन्न सक्दैन भनेर हामी आवाज उठाइरहेका छौँ। तर सम्माननीय प्रधानमन्त्रीज्यू, नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नु भएको छ। सामाजिक सञ्जालमा पनि अझ उहाँका शुभचिन्तकहरूले पनि नभएका प्रमाणहरू सृजना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागि परेका छन्। यो तहको राष्ट्रघात गर्न उहाँहरूलाई किन मन लागेको हो? राष्ट्रको बेइज्जत गर्दा आनन्द र खुसी हुने कस्तो मानसिकता निर्माण गर्दैछौँ हामी, अथवा कस्तो समाजको परिकल्पना हामी गर्दैछौँ? त्यसैले सभामुख महोदय, हामी प्रतिपक्षी दलहरूले विगत केही बैठकदेखि यस सम्मानित सदनमा ठुलो आवाजमा नेपाल सीमा अतिक्रमणकारी देश होइन भनेर प्रमाणित गर्न खोजिरहेका छौँ। प्रधानमन्त्रीज्यूले यस सम्मानित सदनमा स्वयं आफै उपस्थित भएर आफ्नो अभिव्यक्तिको आलोचना गर्दै माफी माग्नुपर्छ भनेर माग गरिरहेका छौँ। हामीलाई लागेको थियो राष्ट्रको अस्मितामाथि धावा बोल्दै गर्दाखेरि सदनको अभिभावकको हैसियतमा सभामुख महोदयले अभिव्यक्ति हटाउन निर्देशन दिनुहुनेछ भन्ने लागेको थियो, तर त्यसो हुन सकेन। त्यसैले आज पनि हामी सभामुख महोदयको साथ चाहन्छौँ, अभिभावकत्व चाहन्छौँ, तपाईँको शालीनताको उच्च कदर पनि गर्दछु। रोस्ट्रममा प्रधानमन्त्रीज्यूलाई बोलाएर यस विषयमा जवाफ दिने र उहाँले राष्ट्रहित विपरीत बोलेका कुरामा उहाँबाट आत्मालोचना होस् भन्ने चाहन्छु। सभामुख महोदय, खुट्टा नकमाइकन हजुर मार्फत हामी रुलिङ चाहन्छौँ। यो देशलाई एकीकरण गर्न विश्वभर उपनिवेश प्रथा हावी हुँदा समेत नेपाललाई सार्वभौम र अखण्ड एकबद्धता राख्न पृथ्वीनारायण शाहदेखि वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भीमसेन थापा लगायत महान योद्धाहरूको योगदानको कथा हामीले पढ्दै आएका छौँ। मलाई सम्झना छ, श्रद्धेय प्रधानमन्त्रीज्यू मेयर हुँदै गर्दाखेरि ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर प्रधानमन्त्रीज्यूले पनि त्यो इतिहास पढ्नुभएकै होला। आज किन र कसको स्वार्थमा हाम्रो स्वाभिमानमाथि उहाँ धावा बोल्दै हुनुहुन्छ? प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवा भन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने ती अमर शहीदहरूको आत्मसम्मान कति गिरेको होला। त्यसैले आज ती अमर शहीदहरू, प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति, विभिन्न आन्दोलनका शहीदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेएनजी विद्रोहका शहीदहरूप्रति हामी सम्झन चाहन्छौँ। सम्मान प्रकट गर्दै हामी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभाका सदस्यहरू आज यस गरिमामय सदनमा 5 मिनट यहाँ उभिएर उहाँहरूको सम्झनामा मौन धारण गर्नेछौँ। म समय सुरु भन्दैछु र साथीहरूलाई उठ्न पनि अनुरोध गर्दछु। समय सुरु।
माननीय सदस्य विश्वराज